तपाईलाई साइन हार्नलाई कति पैसा दिनुपर्छ? पैसा दिनु पर्दैन। के गर्नुपर्छ तपाईलाई? के गर्नु पर्दैन? खुट्टा ढोग्नुपर्छ तपाईको? पर्दैन। तपाईको कन्सल्टेन्सीमा काम गरिदिनुपर्छ? पर्दैन। 45,000 दिनुपर्छ? पर्दैन। यो फाइल लिएर तपाईले ईश्वर श्रेष्ठ भन्ने तपाईको कन्सल्टेन्सीमा जानुभयो बाहिर सुरुमा आएपछि, त्यसपछि ईश्वर श्रेष्ठसँग उहाँले डिल गर्नुभयो 32,000 मा। त्यसपछि तपाईलाई थाहा भयो 32,000 मा हुँदैन, हुँदैन भाइ, सक्दिन भन्नुभयो। 45,000 नभइकन हुँदैन, त्यो कन्सल्टेन्सी तपाईको हो। तपाईले यहाँ बसेर त्यो कन्सल्टेन्सी चलाउनुहुन्छ, तपाईहरु दुईजनाले यहाँ बसेर। एकछिन सर, तपाईहरु दुईजनाले चलाउनुहुन्छ। मिलन चापागाई भन्ने अर्को इन्जिनियरसँग गएर उहाँले त्यसपछि नक्सा बनाउन थाल्नुभयो। तपाईलाई पचेन, तपाईलाई भएन। अब कतिचोटि लाग्छ? त्यहाँ बनाएको भए तपाईँ कतिचोटि आउनु पर्थ्यो? 2 चोटि। अब त्यहाँ बनाएपछि मिलन चापागाईसँग बनाएपछि कतिचोटि आउनुपर्छ? हेर्नुहोस् अब हेर्नुहोस् कतिचोटि आउनुपर्छ तपाईँ? 8 देखि 10 चोटि आउनुपर्छ तपाईँ। त्यस्तो होइन। तपाईलाई 45,000 रुपियाँ बुझाउनै पर्छ। तपाईको यस्तो साम्राज्य छ कि यहाँ अरु कसैले नक्सा बनाएर हुँदैन, तपाईको कन्सल्टेन्सी बाहेक। त्यस्तो होइन। यस्तो भएको कुरो के भएको नि, उहाँ आउनु भएको थियो, कन्सल्टेन्सी जानुभएको रहेछ, क्लियर कुरो हो। अनि उहाँको र तपाईले लिएर जानु भयो होइन? मैले लिएर गएको होइन। पछि जानु भयो तपाईँ? म पछि गएको। कन्सल्टेन्सी कसको? मेरो होइन। कसको? त्यो एउटा साथीको। को साथीको? मसँग पढ्ने साथीको। जाउँ न त एकचोटि ईश्वर श्रेष्ठसँग जाउँ न त। ईश्वर श्रेष्ठले म स्टाफ हो तपाईको भन्दा किन भनिरहेको छ? म होइन कि स्टाफ। तपाईको स्टाफ होइन होइन सर, होइन। डकुमेन्ट त तपाईको नाममा छैन। डकुमेन्ट तपाईको नाममा भए त तपाईँ उडिसक्नुहुन्थ्यो। डकुमेन्ट त तपाईँले आफ्नो नाममा बनाउनु थाहा छ मलाई। तर तपाईँलाई त तपाईँको कन्सल्टेन्सीमा 45,000 नतिरिकन ए भाइ सक्दिन फाल्दे भन्न मैले भने हो। भन्नु किन भने? तपाईँको तपाईँसँग बाहेक कामै गर्न नहुने तपाईँको होइन। त्यस्तो कहाँ तपाईँले भन्नुभएको छ? यस्तो हो कि उहाँ र कन्सल्टेन्सी कुरो भयो होइन, अनि पेमेन्टको कुरो उहाँ दुईटाको कुरो मिलेन, त्यसपछि हुँदैन भनेको मैले हो। अनि त्यसपछि उहाँ मिलन भाइसँग आउनुभयो। मिलनको कुरा कोसँग मिलेन? त्यो भाइसँग। को भाइसँग? त्यही त कन्सल्टेन्सी भाइसँग। यसमा तपाईँको के सरकार छैन मेरो। उसले उहाँ दुईटाको कुरो भएको, अनि भएन, उहाँ जानुभयो। अनि उहाँले फोन गर्नु मलाई, तपाईँ नै आउनु, कन्सल्टेन्सीको मान्छे होइन, कन्सल्टेन्सीको मान्छे हुँदैन, हजुर आउनु। हजुर आफूले जे बोल्नु भएको छ त्यसको जवाफ तपाईँ दिन सक्नुहुन्छ होइन? दिन सक्नुहुन्छ होइन? सुरु फोन ल्याउनुहोस् त। सर, हरि सर, तपाईँले पनि सक्नुहुन्छ नि होइन? यहीँबाट किन आउनुपर्छ? 8 देखि 10 चोटि त्यहाँ गरेपछि 2 चोटि आउनुपर्छ। अब चापागाईसँग अर्कोसँग गरेपछि 8 देखि 10 चोटि किन आउनुपर्छ? एउटा 1 नम्बर कुरा ल भन्नुहोस्। मैले के भने मेरो नियत खराब छ भने 8